एउटा तपाईँले एउटा मूलाङ्क एउटा भाग्याङ्क मैले हजुरलाई बताएको थिएँ। मूलाङ्क निकाल्न सजिलो छ। आफ्नो अब सबभन्दा पहिला यसमा जन्म डिओबी कुन लिने भन्ने कुरा आउँछ, डेट अफ बर्थ कला लिने भन्ने कुरो आउँछ। तपाईँको दुई तिनवटा छ, एउटा जन्म मिति जातकको छ, अर्को चाहिँ नि नागरिकता पाउँदाखेरि गर्नु होला, अर्को स्कुलमा भर्ना गर्दा गर्नु होला, अथवा आफूले सिबी गर्दाखेरि गर्नु, सबै फरक फरक हुन्छ। अन्त यसमा के छ, सबभन्दा बेस्ट त तपाईँको चाहिँ नि यदि आफूलाई थाहा छ र प्रयोग गरिराख्नु भएको छ भने जातकै छ भने त राम्रो हो, सबैको राम्रो हो। तर कति छ भने तपाईँ त्यो छ, अब त्यो चाहिँ तर तपाईँले युज गर्दाखेरि चाहिँ नि कुनै अर्को गरिराख्नु भएको छ भन्दाखेरि जुन तपाईँले फ्रिक्वेन्टली युज गर्नुहुन्छ। जस्तो मैले तपाईँलाई सोधेँ, ल किरणजी तपाईँको डेट अफ बर्थ कति हो भन्नुहोस् त भने चाहिँ उहाँले यति हो। अब कुनै ठाउँमा फर्म भर्नु पऱ्यो, सेयरको फर्म भर्नु पऱ्यो, अथवा मोबाइलको फर्म पर्नुभयो, उहाँले कुन जन्ममिति राख्नु छ त्यही जुन राख्नुहुन्छ, त्यो जुन युजमा आउँछ त्यसैलाई हामी जन्ममिति लिन्छौँ। हामी चाहिँ डेट अफ बर्थ, त्यसमा कन्फ्युजन नहुनुहोस्। यदि तर तपाईँ चाहिँ के छ भन्दाखेरि यदि यहाँबाट तपाईँ चाहिँ विदेशमा जानुभयो, अस्ट्रेलिया जानुभयो, लन्डन जानुभयो, अमेरिका जानुभयो, कहाँ जानुभयो भनेपछि तपाईँलाई त्यहाँ चाहिँ फेरि विक्रम सम्बन्धले काम गर्दैन, त्यहाँ चाहिँ एडीले काम गर्छ चाहिँ। अथवा तपाईँ यहीँ हुनुहुन्छ, नेपालमै हुनुहुन्छ, इसी बोर्डमा काम गर्नुहुन्छ, युएस एम्बेसीमा काम गर्नुहुन्छ, युके एम्बेसीमा काम गर्नुहुन्छ, होइन, कहाँ कहाँ काम, विदेशी काम सबै तपाईँको चाहिँ डेटहरू तपाईँको सबै चाहिँ नि इङ्ग्लिस क्यालेन्डरमा तपाईँ चल्नुहुन्छ भनेपछि तपाईँले यु हेभ टु कन्सिडर चाहिँ एडी नै गर्नुपर्ने हुन्छ। तपाईँ कुन आफ्नो युजमा आउनुहुन्छ त्यो गर्ने है। त्यसपछि तपाईँले के छ भन्दाखेरि यसमा मूलाङ्क निकाल्न सजिलो छ। जुन जन्मेको दिन हो, जन्मेको दिन हो, त्यसैलाई हामी चाहिँ त्यो चाहिँ नि बुझ्छ। कसैको चाहिँ नि 1 भयो भनेपछि यो डिजिट चाहिँ तपाईँ 1 देखि 9 मा हुनुपर्छ, सिङ्गल डिजिट हुनुपर्छ, 1 देखि 9 मा हुनुपर्छ। कसैको जन्म मिति चाहिँ नि जन्मदिन चाहिँ 10 गते भयो, 10 गते भन्ने बित्तिकै 1 + 0 1। कसैको 29 भयो, कसैको 29 गते जन्मिनु भएको छ, 29 गते जन्मेपछि 2 + 9 11, फेरि 11 दुईवटा डिजिट भयो, फेरि 1 + 1 2 है। कसैको चाहिँ नि के अरे कसैको चाहिँ 19 भयो, 19 भयो, 19 भएपछि 1 + 9 10, 10 भएपछि फेरि 1 + 0 1, सबै निकाल्नु सबै। यो चाहिँ नि मूलाङ्क निकाल्ने। अनि मूलाङ्कले के गर्छ भने तपाईँको पर्सनल लाइफ कस्तो छ, पर्सनल लाइफ तपाईँको चाहिँ एनर्जी कस्तो तपाईँलाई आइरहेको छ तपाईँ व्यक्तिगत उसले बताउँछ। ठ्याक्कै तपाईँको पर्सनल लाइफ चाहिँ तपाईँको मूलाङ्कले बताउँछ। यदि तपाईँ चाहिँ नि पर्सनल तपाईँको चाहिँ मूलाङ्क तपाईँको नम्बर चाहिँ 6 आयो, तपाईँको चाहिँ मूलाङ्क 6 आयो भने यो चाहिँ शुक्र ग्रहको चाहिँ तपाईँको प्रभाव परिरहेको छ। शुक्र ग्रह हुने बित्तिकै त्यो जो मान्छे छ त्यसको चाहिँ मूलाङ्क चाहिँ नि 6 छ भने त्यो मान्छे बहुत खतरनाक मान्छे हो, राम्रो पनि छ। ऊ चाहिँ के छ भने शुक्र भनेको चाहिँ नि इन्टरटेन ग्रह हो कि उसलाई जहिले पनि चिटिक्क बसेर लुगा लाउनुपर्छ, एकदम सिँगार गरेर। हामी विशेष गरेर कोही निक्लिनु पऱ्यो भने लेडिजहरू पनि पख म कपाल सबै सिँगार सबै गर्छु। अब मौका पायो भने फेसियल पनि गरेर हिँड्ने कि भन्ने पनि हुनसक्छ। तपाईँको चाहिँ लुगा पनि चिटिक्क लाउनुपर्छ, आइरन लाउनुपर्छ, सबै गर्नुपर्छ, एकदम सबै राम्रो लाउनु, सेन्ट छर्नु पऱ्यो। खाना पनि मिठो छैन भने होइन भइगयो मलाई खाना छैन, पेट छैन भनिदिन्छ। मिठो मिठो खानुपर्ने, मिठो मिठो लाउनु पर्ने, चिटिक्क भएर हिँड्नुपर्ने। उसलाई चाहिँ नि चिटिक्क नभए बरु टाइम छोडिदिए, टाइमसँग मतलब छैन। आफू चाहिँ टिपटप हुनुपर्छ, एकदम हाई फाइभ लाग्नु हुन्छ उसको, उसलाई इन्जोय गर्नुपर्ने हुन्छ है। भनेपछि 6 को छ। अनि तपाईँले यो सबभन्दा मूलाङ्क पता लगाउनुहोस्। अनि त्यसै गरी कुनै मान्छेको चाहिँ यदि चाहिँ 5 आएको छ, 5 भनेपछि बुध ग्रहले, अनि त्यो बुध भनेको के छ भने त्यो चाहिँ एकदमै मिलनसार, त्यो व्यक्तिको चाहिँ कसैसँग पनि मतभेद छैन, कसैको पनि चाहिँ कुनै पनि किसिमको झैझगडा छैन, जोसँग पनि मिलन। किन भन्दाखेरि 1 देखि 9 सम्मको 5 चाहिँ बिचमा पर्छ। तपाईँहरूले पनि मलाई लाग्छ वडाबाट मध्यस्थताको चाहिँ तालिम कति लिनुभएको छ यहाँ चाहिँ, पहिला मध्यस्थताको आउँछ सबैले। भनेपछि त्यो 5 भनेको चाहिँ एकदम मिड हो, जोसँग पनि कम्युनिकेसन एकदम राम्रो हुन्छ, जसलाई पनि उसको चाहिँ सबैले मन पराउने, सबैलाई उसले मन पराउने, कसैसँग पनि केही पनि दुश्मनी पनि छैन, केही पनि बडा आनन्द उसको जीवन छ। जसले पनि सहयोग गर्न पनि तयार छ, जसले पनि दिन पनि तयार छ, जसले पनि जहाँ पनि लगाऊ भन्छ। अब उहाँलाई भयो होइन यो मान्छे नल, यो मान्छे लग्ने बित्तिकै माहौल बिग्रिन्छ भन्छ, तर उसलाई चाहिँ ओहो यो मान्छेलाई लाउनुपर्छ जहाँ पनि भने भन्छ है। त्यस कारण तपाईँले चाहिँ नि यो मूलाङ्क पत्ता लगाउनुहोस्, त्यो चाहिँ तपाईँ पर्सनल लाइफलाई बताउँछ, आफूले पनि चेक गर्नुहोस् है। अनि त्यसपछि भाग्याङ्क भन्छ निकाल्नुपर्छ। भाग्याङ्क भनेको चाहिँ नि सबै डेट अफ बर्थको गते पनि जोड्ने, महिना पनि जोड्ने, साल पनि जोड्ने। उदाहरणको लागि लिनुहोस्, जस्तो चाहिँ कुनै व्यक्तिको चाहिँ नि जन्म मिति चाहिँ नि 2050 साल वैशाख 10 गते, 2050 साल वैशाख 10 गते छ भने मान्नुहोस्। भनेपछि 2050 को चाहिँ 2 + 0 + 5 7 भयो, 7 भयो होइन। वैशाख भनेको 1 भयो, 8 भयो है। त्यसपछि 10 गते भने पनि 1 भयो, भनेपछि 9
9 भनेपछि यो व्यक्तिको भाग्याङ्क चाहिँ 9 भयो। यो 9 भयो व्यक्ति। अनि यो भाग्याङ्कले के गर्छ भने तपाईँको चाहिँ घरभन्दा बाहिरको तपाईँको बताउँछ नि जिन्दगी तपाईँको। घरभन्दा बाहिर तपाईँ घरबाट निक्लिनु भइसकेपछि तपाईँको अब क्यारेक्टरिस्टिक कस्तो हुन्छ, तपाईँले युनिभर्सले कस्तो एनर्जी तपाईँलाई दिन्छ भनेपछि जसको 9 आयो त्यो भनेको चाहिँ मङ्गल ग्रह। यो मान्छे एकदम कडा हुन्छ यसलाई चाहिँ। यो त अलिकति रिसालु जस्तो पनि हुन्छ, कडा हुन्छ है। यसलाई चाहिँ नि के छ भन्दाखेरि एकदम कन्फिडेन्स हुन्छ यसलाई चाहिँ। मैले जे गर्छु त्यसमा म 100% सफल हुन्छु। म चाहिँ उसमा पुरा एनर्जी हुन्छ उसलाई चाहिँ म हुन्छ कि हुँदैन, काम त गरियो, खै घाटा लाग्ला कि के होला कि असफल होला कि, जाँच त दियो, फेल हुन्छ कि के हुन्छ, अथवा जस्ट पास होला कि होइन, म बेस्ट, पुरै कन्फिडेन्स। उसलाई जे गर्छु म चाहिँ सफल हुन्छु भन्ने एउटा कन्फिडेन्स हुन्छ है। र ऊ चाहिँ के छ भने गफमा विश्वास गर्छ, काममा विश्वास गर्छ, उसलाई चाहिँ नि अलिकति रिसालु भए तापनि ऊ चाहिँ नि जे चिज पनि कर्ममा विश्वास गरेर सफल हुन्छ चाहिँ उसको चाहिँ एकदमै हुन्छ चाहिँ। अनि तपाईँ त्यस्तो व्यक्ति चाहिँ के छ जुन डिओबीमा लिन्छ नि मान्छेले, डिओबी तपाईँ अफिसमा काम गर्नुहुन्छ, सबै आजकल तपाईँहरूले जान्नुभएको छैन। तपाईँहरू पनि जो म अहिले उमेरले अब गुरु पूर्णिमा आएपछि म 66 वर्ष पुग्छु। म चाहिँ मेरो जन्म गुरु पूर्णिमाको दिन हो है। म अहिले पनि राति 12:30 बजे सुत्छु। म चाहिँ छिटोमा, कहिलेकाहीँ 12:30 कि 1:30 पनि हुन्छ, कहिलेकाहीँ 2 पनि हुन्छ। अहिले त फुटबलले गर्दाखेरि कहिलेकाहीँ सुत्नै पर्ने हुन्छ। हामी त सधैँ फुटबल हेरे जस्तै हो, तर फेरि उठ्छु 4 बजे, केही पनि समस्या छैन है। त्यस कारण तपाईँहरू पनि अलिकति पढ्न चाहिने, अलिकति के छ इन्ट्रेस्ट चाहिँ नलेज चाहिँ अपग्रेड गर्नुपर्ने हुन्छ है। त्यस कारण तपाईँहरू अहिले सबै जति पनि MBA गरेको छ, इन्जिनियर गर्छ, सबै दे आर लर्निङ चाहिँ NLP, न्युरो लिङ्ग्विस्टिक। मैले तपाईँलाई बताएको थिएँ नि, यो चाहिँ नि माइन्डको साइन्स छ, न्युरो लिङ्ग्विस्टिक प्रोग्रामिङ छ। त्यसरी सबै अहिले चाहिँ NLP कोर्सहरू गरिरहेको, सबै चाहिँ NLP कोर्स गरिरहेको छ। त्यसै गरी अर्को न्युरोलोजी कोर्स गर्छ। 3 किसिमको न्युरोलोजी हुन्छ। एउटा चाहिँ नि नेम न्युरोलोजी हुन्छ, नामको पनि तपाईँ कति मान्छेले हेर्नुहुन्छ स्पेलिङ राम हो, तर उसले राम लेख्दाखेरि राम चाहिँ RAM लेख्दैन, RAAM लेख्छ, RAAM लेख्छ। कसैले चाहिँ नि विजय हो, नाम चाहिँ विजय हो, कसैले B लेख्छ, कसैले V लेख्छ है। अथवा कसैले BIJAY मात्रै लेख्नुपर्ने, तर कसैले A पनि थपिदिइरहेको हुन्छ, विजया लेख्छ चाहिँ। कसैले चाहिँ तपाईँको चाहिँ नि जस्तो चाहिँ नि अब कसैले रिता छ, रिताको कसैले RITA लेख्छ है, RETA लेख्छ। अब हाम्रो त दीर्घ रस्यले हुन्छ, तर यसको चाहिँ नेम न्युरोलोजीको साइन्स छ तपाईँको चाहिँ। तर खालि यसमा चाहिँ के छ भन्दा तपाईँले बोल्दाखेरि चाहिँ प्रोनाउन्सिएसन चाहिँ चेन्ज हुनु हुँदैन। अब जस्तो तपाईँले चाहिँ नि रामलाई चाहिँ नि RUMA लेख्नु मिल्दैन, रम्भ, तर नाम प्रोनाउलोजी चाहिँ नि सेम हुनुपर्छ, चेन्ज हुनु, तर स्पेलिङ तपाईँ चेन्ज हुनु, त्यस्तो भएको हुन्छ। अनि तपाईँको त्यसपछि तपाईँको चाहिँ नि आउँछ सबभन्दा मेन चाहिँ नि मोबाइल न्युरोलोजी। मोबाइल न्युरोलोजी हेर्दाखेरि त केही पनि छैन। अहिले त मोबाइलको चाहिँ तपाईँको चाहिँ ड्रब्याक कहाँ देख्यो भन्दाखेरि मोबाइल चाहिँ नि जसले चाहिँ धेरै अँध्यारोमा मोबाइल हेर्नुहुन्छ उहाँको आँखाको समस्या आइसक्यो, आँखाको समस्या धेरैलाई आइसक्यो तपाईँको है। त्यस कारण चाहिँ नि जसलाई चाहिँ नि मोबाइल चाहिँ नि चलाएर अथवा कम्प्युटरमा धेरै बसेर यो ड्राइनेस सिम्डम हुन्छ, आँखामा तपाईँले ड्राइनेस हुन्छ नि, तपाईँले कति चाहिँ तपाईँ रिफ्रेस टियर हाल्नु छ धेरै चाहिँ होइन, रिफ्रेस टियर हाल्नु छ आँखा ड्राइनेस भयो भनेदेखि। र त्यस्तो मान्छेले के गर्छ भन्दाखेरि अब हामी पनि दिनभरि कम्प्युटरमा बस्छौँ, त हामीलाई छैन। र कारण के छ तपाईँलाई पनि त्यस्तो छ, ड्राइनेस सिम्डम छ नि। तपाईँले के बिहान उठ्ने बित्तिकै मुख धुन जानुहुन्छ नि, अनि मुख धुन जाँदाखेरि मुखमा चाहिँ पुरा पानी भर्नुहोस्, मुखमा पानी भर्ने है, अथवा चाहिँ त्यतिकै खाली पनि गर्नुहुन्छ। तर मुख भरेपछि चाहिँ त्यसले चाहिँ यो के छ, यहाँको टियर ग्ल्यान्ड चाहिँ हाम्रो खुल्छ कि सबै हाम्रो यो गर्ने बित्तिकै खुल्छ, टियर ग्ल्यान्ड खुल्छ, अनि यहाँबाट चाहिँ टियर आउनु थाल्छ यहाँ मुख गर्ने। अनि पानी चाहिँ चिसो पानीले स्प्ल्यास गर्नुहोस् 5 चोटि, यसरी आँखामा दायाँ गर्ने, बिहान उठ्ने बित्तिकै सबभन्दा पहिलो काम यो गर्ने। अनि दिनभरि बाहिर जानुहुन्छ, सबै काका पुगेर आउनुहुन्छ, अनि घरमा आउने बित्तिकै फेरि सेम प्रोसेस तपाईँको लुगासुगा खोल्नुहोस्, बाथरुममा जानुहोस्, चिसो पानीले 7 दिन गर्नुहोस्, तपाईँको रिफ्रेस टियर हाल्नु पर्दैन तपाईँको। एकदम जतिसुकै कम्प्युटरमा बस्नुहोस्, तपाईँ केही पनि अब हामी राति 12 बजीसम्म कम्प्युटरमा बस्ने, 12:30 बजीसम्म बस्ने, खै यो केही पनि छैन। त्यसले गर्दा त्यो गर्नुहोस् है। अनि त्यसपछि के छ भने अब यो मोबाइल न्युरोलोजीमा तपाईँको चाहिँ नि यसको पनि असर छ, नम्बर तपाईँले बोक्नुहुन्छ नि। अनि मोबाइलको तपाईँको सबैजना हाम्रो नेपालमा चाहिँ नि 10 डिजिट छ, हाम्रो चाहिँ 10वटा अङ्क छ, 10वटा अङ्क चाहिँ। त्यस कारण तपाईँले सबभन्दा पहिला चाहिँ नि मोबाइलमा जस्तो मेरो नम्बर छ 985116706765 अनि यसमा चाहिँ 9 भयो नि, 9 भयो अगाडिको 9 बायाँको, यसलाई चाहिँ हामी फर्स्ट डिजिट भन्छ। यसलाई चाहिँ 9, 8लाई सेकेन्ड डिजिट, 5लाई थर्ड डिजिट, त्यसपछि 1 गर्दै लास्टको लागि चाहिँ सम्बन्ध चाहिँ हामी 10 डिजिट भन्छ हामी चाहिँ।
मोबाइलमा सबभन्दा खतरा भनेको चाहिँ नि लास्टको चाहिँ 6 डिजिट, लास्टको यतापट्टिको चाहिँ असर गर्दैन त्यति चाहिँ नि, यो दायाँपट्टिकोले चाहिँ धेरै असर गर्छ, तपाईँको धेरै असर गर्छ, यसैले असर गर्ने। त्यस कारण चाहिँ यसलाई चाहिँ हामीले मोबाइलमा तपाईँले सबैले पत्ता के लाउनुहोस् भन्दाखेरि आज मूलाङ्क र भाग्याङ्क पत्ता लाउनुहोस् है। त्यसपछि तपाईँले त्यसपछि चाहिँ नि मोबाइलको तपाईँको डिजिट पत्ता लाउनुहोस्। अब तपाईँले लेख्नुहोस् मेरो डेट अफ बर्थ कहिले हो, त्यसपछि तपाईँले त्यहाँ मूलाङ्क पत्ता लाउनुहोस् है। त्यसपछि भाग्याङ्क पत्ता लगाउनुहोस्। त्यसपछि आफ्नो लेख्नुहोस्, मोबाइल नम्बर लेख्नुहोस्, तपाईँको मोबाइल नम्बर अलि अक्षर ठुल्ठुलो अलि टाटा लेख्नुहोस्। अनि मेरो पहिलो डिजिट चाहिँ नि 9 भयो, दोस्रो डिजिट चाहिँ नि 8 भयो, तेस्रो चाहिँ नि 5 भयो, चौथो चाहिँ नि 1 भयो, पाँचौँ पनि 1 भयो, सबै त्यो लेख्दै लेख्दै जाने है। अनि त्यसपछि हाम्रो मोबाइलमा चाहिँ नि 5वटा सेट हुन्छ, 5वटा सेट। 5वटा सेट भनेको चाहिँ नि सुरुको 98 चाहिँ नि 1 सेट भयो, 98 एउटा भयो। अनि त्यसपछि मेरो 5 11 सम्म फेरि 51 1 भयो, दोस्रो डिजिट भयो। यो पेयर गर्ने कि अब पेयर गर्ने है। सबैलाई चाहिँ 5वटा पेयर पनि छुट्याउनुहोस्, 5वटा पेयर पनि छुट्याउनुहोस् है। अनि त्यो छुट्याइसकेपछि अब चाहिँ तपाईँको के छ भन्दाखेरि यसमा तपाईँको सबै जुन मोबाइल तपाईँले बोक्नुपर्छ मोबाइल नम्बर चाहिँ त्यो सबभन्दा मिल्नुपर्छ। के छ भन्दाखेरि तपाईँको चाहिँ नि भाग्याङ्कसँग मिल्नुपर्छ न। भाग्याङ्क तपाईँको भाग्याङ्कसँग मिलेन भने त्यसले काम नेगेटिभ काम गर्छ पोलिटिकल। यसमा के हुन्छ मोबाइलमा सबभन्दा मेन चिज चाहिँ एन्टी नम्बर भन्छ कि हाम्रो न्युरोलोजीमा एन्टी नम्बर छ, एन्टी नम्बर छ है। एन्टी नम्बर के छ जस्तो चाहिँ तपाईँले चाहिँ हेर्दाखेरि यो मालिकले हेर्छ, मालिक जुन अहिले हामी चाहिँ तपाईँको काम गर्ने ठाउँमा गर्नुहुन्छ नि, कुनै ठाउँमा काम गर्न तपाईँको सिभी दिनुभयो, बायोडाटा दिनुभयो, अनि उसले हेर्छ मालिकको चाहिँ नि भाग्याङ्क चाहिँ नि 1 छ। यो जुन चाहिँ मैले इन्जिनियरलाई ल्याउन लागेको छु उसको डिओबी देखेको छ, उसको भाग्याङ्क हेर्दाखेरि 8 देख्छ, 8 देख्छ। त्यसलाई सिधै जतिसुकै ट्यालेन्ट भए पनि जे पनि उसलाई चाहिँ सिधै निकाल्दिनु, नो एपोइन्ट गरिदिनु चाहिँ, किनभने उसको ठ्याक्कै खाँदैन। उसको 1 र 8 चाहिँ तपाईँको चाहिँ एन्टी नम्बर हो। त्यस कारण तपाईँको पनि के छ, तपाईँले अब के गर्नुहोस् भन्दाखेरि सबै निकाल्नु अनि मोबाइलको सबै नम्बर जोड्नुहोस्। मोबाइलको सबै 98 9 8 5 1 1 गर्दै सबैलाई प्लस प्लस गर्ने, 9 + 8 + 5 + 1 + 1 + 0 + 6 + 7 + 5 सबै गर्ने सबै। अनि कति आयो तपाईँको टोटल मोबाइलको टोटल कति आयो सिङ्गल नम्बरमा 57 आयो। 57 भनेपछि फेरि 5 + 7 12 12 आयो, फेरि 1 + 2 3 आयो। सिङ्गल नम्बरमा ल्याउनुहोस् है सबै। अब तपाईँले एकदम यो सब आजदेखि तपाईँलाई पनि मैले आफू मात्रै कति 12:30 बजी सुत्ने, तपाईँलाई पनि अलिक ढिलो सुताउने पाउँदैछु कि मैले तपाईँलाई धेरै सुतेर के काम छ त भन्दा डक्टरले चाहिँ 6 घन्टा 8 घन्टा सुत्नुपर्छ भन्छ। तर चाहिँ नि तर फेरि आफ्नो शारीरिक क्षमतालाई चाहिँ हामी चाहिँ कम्ती सुत्ने कारण के छ, हामी मेडिटेसन गर्छौँ र मेडिटेसनले के भन्छ, इफ यु आर डुइङ 6 आवर चाहिँ 30 मिनट चाहिँ नि डिप मेडिटेसन भने द्याट इज इक्विभ्यालेन्ट 6 आवर डिप स्लिप भन्छ कि हामी चाहिँ। हुन त हाम्रो बानी त कहाँबाट बिग्रियो जीवनदायी हुनु नै यहाँ चाहिँ नि हामी रुसमा चाहिँ नि पढेको, हामीले 7 वर्ष त्यहाँ बस्यौँ, 11:30 बजीसम्म त घामै लाग्छ, 11:30 बजीसम्म घामै लाग्छ। कहाँ घाममा त क्याफेमा घुमिरहेको छ स्टुडेन्ट लाइफमा। त्यसपछि त्यहाँबाट होस्टेलमा आउँदाखेरि चाहिँ 1 घन्टा लाग्छ, 12:30 बज्यो है। त्यसपछि राति आफैले पकाएर खानुपर्छ, खाना खाँदाखेरि 1:30 बज्यो, 1:30 बज्यो। अब भोलिपल्ट चाहिँ नि यदि प्र्याक्टिकल क्लास छ भने त ब्ल्याकबोर्डमा ल्याएर सबैलाई पढाउनु सिकाउँछ, त्यस कारण पढ्नु पऱ्यो भने पढ्दा 2:30 बज्यो। अनि मैले त्यसो गर्दाखेरि 7 वर्ष जिन्दगी चल्यो अनि बानी नै भयो, तपाईँको प्याटर्न नै भयो। अब यहाँ पनि निरा लाग्दैन। अब अहिले त अलिअलि ज्ञान गुणको कुरा पनि जान्न थाल्यो, त्यसपछि त्यो सजिलो भयो, ध्यान त पहिला त्यहाँ गरिँदैन थियो, त्यसरी हो। अनि तपाईँले सबै नम्बरको टोटल लिनुहोस् है। अब तपाईँको नम्बर टोटल तपाईँले के गर्नुहोस् भन्दा आज तपाईँले धेरै बताउनु तपाईँले कन्फ्युजन हुनुहुन्छ, आज अलिकति मात्रै बताउँछु। अनि तपाईँको भाग्याङ्क जति छ, भाग्याङ्क र तपाईँको मोबाइलको टोटल नम्बर कम्पेयर गर्नुहोस्। यदि 1 र 8 आउनु भएन, यदि भाग्याङ्क 8 आयो, मोबाइलको टोटल नम्बर 1 छ भने त्यहाँ चाहिँ गोलमाल छ। 1 र 8 अथवा 8 र 1 चाहिँ एन्टी नम्बर हो। 1 र 8 र 8 एन्टी। त्यसरी 2 र 4 अथवा 4 र 2, 2 भनेको चाहिँ नि चन्द्रमा, 4 भनेको राहु, मिल्दैन, राहु मिल्दैन। राहु चाहिँ नि खुरापाती हुन्छ, उसले चाहिँ कसैलाई चाहिँ 0बाट हिरो बनाइदिन्छ, हिरोबाट फेरि 0 ल्याइदिन्छ। चन्द्रमा भनेको एकदम केयरिङ, ममतावाला हो, छक्कापन्जा गर्नु हुँदैन, सबैलाई चाहिँ माया गर्नुपर्छ, सबैलाई सेवा गर्नुपर्छ, सबैलाई मद्दत गर्नुपर्छ भन्ने छ। राहुले त के छ भने मद्दतको नाममा पुरै उडाइदिन्छ सबैलाई, मान्छेलाई कहाँ लगिदिन्छ। त्यस कारण यो पनि मिल्दैन। 2 र 4 पनि तपाईँको यदि चाहिँ नि भाग्याङ्क 2 आयो, मोबाइलको चाहिँ नि टोटल चाहिँ तपाईँ सबै 10 डिजिटको जोड्दाखेरि 4 आयो भने तपाईँको एन्टी नम्बर। हजुर त्यसको उपाय बताउँछु, उपाय बताउँछु। त्यसै गरी तपाईँको 3 र 6 पनि आउनु हुँदैन एन्टी नम्बर।
3 र 6 पनि एन्टी नम्बर। 3 भनेको के अरे गुरु बृहस्पति, यो चाहिँ तपाईँको ज्ञान गुणवाला हो। उसलाई चाहिँ ज्ञान कसरी बढाउने, कसरी गुण गराउने, कसैले आफ्नो गुणवती हुन्छ। 6 नम्बर शुक्र, अरे छोडिदेऊ भाइ, ज्ञान छैन, यस्तो यस्तो मोज मस्ती गर्नुपर्छ, जीवन जिउनेको होइन, मस्ती गर्नुपर्छ। पुरा चाहिँ भोलि के भन्छ मलाई थाहा छ, आजको दिन चाहिँ एकदम इन्जोय हुनुपर्छ, आज एकदम सेलिब्रेट गर्नुपर्छ। आज थ्याङ्क गड इज फ्राइडे, आज हिँड, आज छोडिदेऊ, हटाऊ, के मतलब छैन, हिँड आज भनेपछि पनि कन्ट्रोभर्सी मिल्दैन, स्वभावै मिल्दैन तपाईँको, स्वभाव मिल्दैन। त्यसरी अन्तिममा चाहिँ नि 3 र 9 पनि मिल्दैन। 3 पनि के छ भन्दाखेरि यता चाहिँ ऊ चाहिँ बृहस्पति, उता चाहिँ मङ्गल। त्यस कारण तपाईँले आज सबैले के गर्नुहोस् भन्दाखेरि यो मूलाङ्क र भाग्याङ्क पत्ता लगाउनुहोस्। मोबाइलको चाहिँ नि फर्स्ट तपाईँलाई म के पछि बताउँछु, तपाईँको चाहिँ नि 5 डिजिटमा के भनेर के हुन्छ म तपाईँलाई चाहिँ बताउँछु। यति इन्ट्रेस्टिङ त्यो कुरा छ तपाईँको चाहिँ त्यसले त्यो सबै। अनि त्यसपछि पेयर पत्ता लगाउनुहोस्, 5वटा सेट पत्ता लगाउनुहोस् र मोबाइलको टोटल नम्बर जोड्नुहोस् र आफ्नो भाग्याङ्कसँग कम्पेयर गर्नुहोस्। अनि आइसकेपछि नेक्स्ट टाइममा म तपाईँलाई फेरि बताउँछु। र कसैको एन्टी आयो भन्दैमा चिन्ता नगर्नुहोस्, आयो ला अब त मेरो के गर्ने भन्ने कुरा चाहिँ नगर्नुहोस्। त्यसो के भन्छ, यदि तपाईँले त्यो मोबाइल चाहिँ नि 6 महिनाभन्दा बढी यदि युजमा गरिराख्नु भएको छ भने यसले चाहिँ तपाईँलाई नेगेटिभ चाहिँ दिइरहेको छ, नेगेटिभ दिइरहेछ। तर तपाईँसँग अरू चिज पोजिटिभ भएको यसले ब्यालेन्स पनि गर्न सक्छ है। त्यसलाई हामीले डिजाइन गर्छौँ। यदि डिजाइन गरेर चाहिँ गर्नुहुन्न भने तपाईँको चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ मोबाइल चेन्ज पनि गर्नुपर्ने हुन्छ। तपाईँ मोबाइल चेन्ज गर्नुपर्छ। अहिले तपाईँलाई थाहा छैन त, इन्ट्रेस्टिङ, यहाँ सबैले मोबाइल डिजाइन गर्छ। त्यो सिम कार्ड छ नि, सिम कार्ड तपाईँले आफ्नो मोबाइल डिजाइन गरेर तपाईँले लिनु मिल्छ। त्यो गरे बापत चाहिँ राम्रो नम्बर आउँदाखेरि तपाईँले चाहिँ यु हेभ टु पे, त्यसलाई चाहिँ 5,000 10,000 तपाईँले तिर्नुपर्छ त्यो मोबाइलको नम्बरलाई। तपाईँको सबै लिएर छ सबैको। म गर्दिनँ, म पैसा लिँदिनँ म चाहिँ तर तपाईँले के छ, तपाईँहरू सबैको राम्रो छ। किन तपाईँहरूको चाहिँ नि पोजिटिभ एनर्जी तपाईँको शरीरमा आउन सुरु भइसकेको छ। किनभने तपाईँ चाहिँ सबैको चाहिँ तपाईँलाई चाहिँ नि यो अहिले हाम्रो जीवन विज्ञानमा आइसकेपछि गुरुदेवको साधना गरेर यति कल्याण मित्र हामी छौँ, यति चाहिँ आत्मीय मित्रहरू छौँ। सबैको चाहिँ हामीले के छ भने यहाँ कसैको नेगेटिभ भयो भने अरूको पोजिटिभ तपाईँ सबैलाई ब्यालेन्स गरिसकेको छ। हामी यहाँ जो आउँछौँ संसारमा कुनै पनि चिज नराम्रो छैन, कुनै पनि चिज नेगेटिभ छैन, कहीँ पनि दुःख छैन, सबै चाहिँ राम्रो छ, सबै सुख छ, सबै शान्ति छ। तपाईँ खालि कसरी लिने भनेको अब तपाईँले सबै चाहिँ मसँग छैन भन्नुहुन्छ अनि एउटा छैन भन्छ, ला छैन तपाईँको, म सक्दिनँ भन्छ, ल त सक्दिनस्, के गर्ने आउँछ तपाईँको भाइब स्टेसन त्यसले गर्छ है। हेर्नु न, पहिला निकाल्नुहोस् न, निकालिसक्छ, ठिक छ, राम्रो छ। तपाईँ साथै तपाईँको के भन्छ, तपाईँ त एकदम राम्रो त, तपाईँको छिटो केही बन्नुपर्छ। केतुले के भन्छ 7 नम्बरको 7 केतुले भनेको कस्तो, यो केतु चाहिँ तपाईँको यो चाहिँ एकदम रिसर्च। केतु भनेको कस्तो छ, केतु भनेको राहु भनेको चाहिँ नि शरीरभन्दा तल, केतु भन्दा माथि भन्छ नि हाम्रो होइन, समुद्र मन्थनमा तपाईँ सुन्नुभएको छ नि। अनि केतु ग्रह भनेको कस्तो, यो चाहिँ नि मान्छे चाहिँ एकदम रिसर्च ओरिएन्टेड हुन्छ चाहिँ, र सबै चिज जान्ने, सबै चिज गर्ने, एकदम उसलाई चाहिँ के छ भने जे चिज पनि गयो डिपमा जान खोज्छ कि चाहिँ नि। जस्तो हामी चाहिँ भनौँ न, अब हेरेँ आज तपाईँलाई मैले मूलाङ्क बताएँ, अब तपाईँ चाहिँ त्यसको चाहिँ तपाईँ आफू भित्र छिर्न थाल्नु तपाईँ केतु बाबा कुरा चाहिँ। अनि उसलाई चाहिँ के छ भन्दाखेरि यो अलिकति चाहिँ ऊ चाहिँ के छ भन्दाखेरि यो अध्यात्मक बढी हुन्छ कि उसलाई चाहिँ ऊ चाहिँ हामी चाहिँ कसैको चाहिँ नास्तिक आस्तिक भन्छौँ नि, र त्यसमाथि अध्यात्म हुन्छ। फेरि अध्यात्मलाई धेरै चाहिँ धर्मसँग जोड्छ। अध्यात्म भनेको धर्म होइन, अध्यात्म धर्म होइन। अध्यात्म भनेको चाहिँ नि डेफिनेसन के हो भन्दाखेरि हाम्रो शरीरमा लुकेर बसेको सम्भावनाहरू छ, क्षमताहरू सबै छ, त्यसलाई उजागर गर्ने विज्ञानलाई नै अध्यात्म विज्ञान भन्छ। यो धर्मसँग रिलेटेड छैन चाहिँ अध्यात्म चाहिँ, त्यो धेरै कन्फ्युजन। धर्म हो अहिले 60 वर्ष पुगेछ नि के अध्यात्म लाग्ने भनेर भन्छ, यो त हामी त जहिले पनि गर्नुपर्छ सबै हामी चाहिँ। अनि साथको तपाईँ के भन्छ त्यसपछि यो मान्छे चाहिँ जे चाहिँ जहिले गहिराइमा लाग्छ र ऊ अलिकति 20 वर्षकै छ, उमेर त उसको 20 वर्ष छ, तर उसको झुकाव चाहिँ अध्यात्ममा आउँछ। चाहिँ कति मान्छेहरू छ तपाईँ छ नि सानै उमेरदेखि लागेको हुन्छ, सबै हुन्छ, अध्यात्ममा झुकाव लाग्छ। ऊ चाहिँ नि जे पनि शान्त र अलिकति डिपली लाग्छ कि चाहिँ। अब जस्तो भनौँ न, म अब जस्तो बाहिर जानु लागेँ, अब मेरो म्याडम हुनुहुन्छ, उहाँ चाहिँ 15 देखि लुगा प्याकिङ गर्न थाल्नुहुन्छ, म चाहिँ नि भोलि जाने राति 12 बजे प्याकिङ गर्छु म चाहिँ। अब तर मेरो सामान जहिले पनि ठिक हुन्छ, उहाँको जहिले केही गोलमाल हुन्छ, उहाँको चाहिँ फेरि त्यो एउटा केही छुटेकै हुन्छ सबै चाहिँ। त्यसले गर्दा त्यो आफ्नो हो। त्यसले गर्दाखेरि फेरि अब यो सबै त्यसका तपाईँलाई म धेरै बताएर कन्फ्युजन हुन्छ। यदि खालि तपाईँलाई मैले चाहिँ भनेको यदि एन्टी नम्बर आए पनि तपाईँ कन्फ्युज नहुनुहोस्,
बी ह्याप्पी। मसँग तपाईँसँग भेट्ने बाटो भयो नि तपाईँको चाहिँ, म तपाईँलाई बताइदिन्छु, रेमेडी बताइदिन्छु, के समस्या छैन। तर मोबाइल जुन तपाईँले गर्नुहोस् एकदमै धेरै खतरनाक चिज छ तपाईँको चाहिँ। हेर्नुहोस् त अर्को अब तपाईँको जसले जसले कानमा ठुस्यो, कानको हियरिङ खत्तम भयो है। जसले एकदम कोल्टे परेर यस्तो परेको चाहिँ के भन्छ सबै चाहिँ घाँटीको समस्या भएर सबै। मेरो साथी छ मालपोतको हाकिम हो, बिचरा अब जहिले पनि यस्तो गरेर उसको पोस्टरै यस्तो भइसक्यो। कहाँ इन्डिया गएर आइस फेरि ट्राई गरेर अब भएन, ऊ जतिखेर पनि यसरी गरेर हेर्ने अब यो उसको पोस्टर नै बाङ्गो भइसक्यो सबै, अब गर्नै मिल्दैन। त्यस कारण तपाईँहरू पनि धेरै चाहिँ नि मोबाइल हेर्दाखेरि चाहिँ अलिक विचार गर्नुहोस्। आज हामी मोबाइलको बारेमा पनि अलिकति